फाइनली म तपाईलाई रिजल्ट देखाउँदै छु है। ल कतिवटा भयो त अब कतिवटा चाहिँ सर्यो होला है। ल 19 भेराइटीमा ल है जुम गरौँ त्यहाँ तल। ल हेर्नुस् त 19 भेराइटीमा। ल ओ माई गॉड 19 वटा थाई बगनबेली, त्यो पनि एउटा यो यस्तो राम्रो डाँठमा मैले ग्राफ्ट गरेको ठ्याक्कै आज 1 महिना भएको छ। अब यसको रिजल्ट मैले लिएर आइसकेको छु। हेर्नुस् है त्यो कतिवटा ग्राफ्टिङ भयो कतिवटा भएन वा पुरै भयो। ल साथीहरु मैले आजभन्दा ठ्याक्कै 1 महिना अगाडि तपाईहरुलाई एउटा भिडियो हालेको थिएँ जुन चाहिँ 19 वटा बगनबेलीको ग्राफ्ट गरेको छु। अब कस्तो हुन्छ 1 महिनापछि म पार्ट 2 लिएर आउँछु भनेको छु र आज चाहिँ ठ्याक्कै 1 महिना पुगेको छ। हेर्न सक्नुहुन्छ तपाईले। यता देखाउनुस् त, यता हेर्न सक्नुहुन्छ। 19 वटा थाई बगनबेली जोड्ने सर्वप्रथम त नेपालकै मै होला है। यति रिक्स हुन्छ यो, जति यो सानो एउटा डाँठमा यत्रो डाँठमा 19 भेराइटीको जोड्नु भनेको एकदमै रिक्स, एकदमै गाह्रो काम हो। त्यही पनि मैले यसलाई जोडेर हेरेको छु कतिवटा आउँछ त अब यसको सक्सेस रिजल्ट चाहिँ भनेर तपाईहरुलाई म देखाउँछु। अब हेर्नुस्, यो चाहिँ हामीले यो बाहिरको हावा भित्र नपसोस् भनेर घेरेर राखेको है, हावा नपसोस् भनेर प्लास्टिकले। अब यो म च्यातेर कतिवटा चाहिँ सक्सेस भयो हेर्न देखाउँछु है। तर बगनबेलीहरु चाहिँ हाइब्रिड थाई बगनबेली राख्नुस्। यो तलको हाँगा हो, यो चाहिँ काटेर फालिदिनु पर्छ। यो लोकल हो है, यो लोकल यसलाई राख्नु हुँदैन। यसैको हाँगा हो यो चाहिँ लोकल, यो जुन फेदको हो यसरी फाल्नु पर्छ है, किनकि यसले चाहिँ माथिको खाइदिन्छ। ल अब फाइनली म तपाईलाई रिजल्ट देखाउँदै छु है। ल कतिवटा भयो त अब देखाउनु भयो तल। ल अब कतिवटा चाहिँ सर्यो होला है। ल 19 भेराइटीमा ल है जुम गरौँ त्यहाँ तल। ल हेर्नुस् त 19 भेराइटीमा। ल ओ माई गॉड के हो सबै सर्यो क्या हो भवाई सरी छ त। ल हेर्नुस् 19 वटा भेराइटीमा अब कतिवटा सर्यो भन्ने कुरो त म तपाईलाई गनेर देखाउँला। तर मेरो अनुमानमा चाहिँ 50% सर्छ भनेको थिएँ, तर यो चाहिँ लगभग 80% सरेको। यो धेरै राम्रो कुरो हो। हेर्नुस् त लगभग यहाँ 19 वटामा मेरो विचारमा म कतिवटा सर्यो है त। कतिवटा सर्यो भन्दा नि कतिवटा मोरो भन्छु है म धेरै। एउटा यतापट्टिको मोरेछ, एउटा यतापट्टिको 2टा, यो 3टा, 4वटा, 5वटा, 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 5वटा। जब 5वटा मर्यो भनेपछि 19 वटामा 13वटा चाहिँ हाम्रो ग्राफ्ट भएको छ। यसमा 13वटा भेराइटी भनेको एकदम अहिलेसम्मको सबैभन्दा हाइएस्ट मल्टी कलर अफ फुल्ने ग्राफ्टिङ हो। यो एकदम गाह्रो थियो। 5वटामा पनि कस्तो मर्यो भन्दाखेरि तपाईलाई म यता देखाउँछु, यता आउनुस् त। 5वटा पनि मैले जुन यो सुरुको यो फेज हुन्छ नि, सुरुको फेज काटेर सिधा बनाएको, त्यसमा चाहिँ मैले कतिवटा गरेको थिएँ भन्दाखेरि 5वटा तल गरेको थिएँ, किनकि 5वटा नअटेपछि 5वटा 14वटा माथिल्लो लाइनमा गरेको थिएँ। त्यसपछि नअटेपछि यो स्पेस धेरै भएपछि तलको लाइनमा चाहिँ मैले 5वटा गरेको थिएँ। र तलको लाइनमा चाहिँ अलिकति रिक्स हुन्छ र लगभग नसर्ने सम्भावना धेरै हुन्छ, किनकि यो यसमा कोपेर अनि यसो हालेर बानेको, यो चाहिँ नसर्ने सम्भावना बढी हुन्छ। त्यसमा पनि 4वटा त्यो मरेछ र एउटा चाहिँ माथिको मरेछ गर्दाखेरि 5वटा है। जम्मा 5वटा मरेको छ। यस्तो राम्रो छ, यसो घुमाइदिनुस् है। यस्तो बबाल छ। तपाईहरुलाई अब यसको यो मल्टी कलरको तपाईहरुले खरिद गर्न चाहनुहुन्छ भने हामीले आजैबाट चाहिँ यसको एकदमै बिक्री वितरणमा राखेका छौं। एकदमै राम्रो 14 भेराइटीको थाई बगनबेलीको ग्राफ्टेड हो। यो कस्तो निक्लेला त अब पछि तपाईहरुलाई म देखाउने छु। ल हेर्नुस् त कस्तो राम्रो भयो। अब तपाईहरुले पनि आफ्नो घरमा बनाउन सक्नुहुन्छ, चाहिन्छ भने पनि हाम्रो नर्सरीमा आएर लैजान सक्नुहुन्छ है।